नमस्कार। देश तथा विदेशभरि छरेर रहनुहुने सम्पूर्ण मेरो आफन्त इष्टमित्र साथीभाइहरू लगायत मलाई सामाजिक सञ्जालबाट हेरिरहनुहुने चिर परिचित मित्रहरूमा 2082 सालको शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। साथै मेरो भाइटिका स्पेशल भिडियोमा यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। मेरो लागि यो 2082 साल भाइटिका अत्यन्तै स्पेशल बनेको छ, किनकि हाम्रो आमा नेपालबाट युरोप भ्रमणको सिलसिलामा जर्मनी, स्पेन आउनुभएको छ र यसपालिको दसैँ तिहार हाम्रो लागि एकदमै स्पेशल बनेको छ। साथै मेरो पनि भाइटिका यसपालि स्पेन टु जर्मनी भ्याउन पाएँ, त्यो एकदम भाग्यको कुरा हो है। स्पेन बार्सिलोनामा बिहान टिका लगाएर फेरि बेलुका ह्याम्बर्गमा मेरो दाजुभाइहरू अनि बुहारीहरू, भाउजूहरू, भदा बहिनीहरू सबैलाई यसरी फेरि टिका लगाउन पाउँदा आफूलाई नै एकदम भाग्यमानी अनि गर्व ठानेकी छु। साइनो अनि नाता भनेको आफ्नै हुनु जरुरी छैन। यहाँ कैयौँ भावनाको साइनाहरू आफन्तले भन्दा नि धेरै माया गर्ने पनि हुन्छन्। मैले यसै चेलाहरू आफ्नो माइतीहरू पाएकी छु र मेरो सम्पूर्ण दाईहरूलाई, भाउजूहरूलाई, भदा भदिनी, बुहारीहरूलाई एकदमै धेरै धेरै धन्यवाद अनि एकदम आभार प्रकट गर्न चाहन्छु यहाँहरूको साथ, सपोर्ट, हौसलाको लागि। हाम्रो यो जर्मनी बसाइ 30 वर्षको यो निरन्तर टिका लगाई भाइटिका माइती चेलीको सम्बन्ध एकदम प्रगाढ बनेको छ। अझै आउने दिनहरूमा झन् बलियो बनोस् भनेर म चाहन्छु र कामना पनि गर्न चाहन्छु। यता बहिनी र म मिलेर दाइ भाइहरूलाई टिका लाउने कार्यक्रम हुँदैछ, एकदम खुसी लागेको छ। वर्षको एकचोटि यसरी दाइ भाइ भदाहरूको निधार सजाउन पाउँदा हामी साँच्चै नै गर्वले हर्षित भएका छौँ। गर्वको खुसीको सीमा नै छैन है। यो चाहिँ म भन्न पनि सक्दिनँ म कति खुसी हुन्छु तिहारको बेलामा भनेर। यो सबै हजुरहरूको माया अनि साथले गर्दा हो है। मेरो दाइहरू, भाइ अनि भदाहरूलाई यो तिहारको टिका लगाएर एकदमै फलिफाप होस्, प्रगतिशील बनुन्, निरोगी बनुन् है, सोचेको भन्दा राम्रो जिन्दगी बनोस्। समय बदलेला है, तर हाम्रो यो माइती चेलीको सम्बन्ध कहिल्यै बदलिने छैन। धन पैसाको धनी भन्दा माइतीको धनी भएको चेली एकदम भाग्यमानी हुन्छ अरे। म चाहिँ माइतीको धनी चाहिँ एकदम छु, आफूलाई एकदम गर्व गर्छु। मेरो दुःखमा सधैँ साथ अनि आँट, मेरो खुसीमा सधैँ हौसला अनि साथ दिने मेरो दाइहरूलाई अनि मेरो भाइहरूलाई यो तिहारको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। हामीले आफ्नो खुसीहरू यसरी साटासाट गऱ्यौँ भाइटिकाको दिनमा। एकदम रमाइलो भयो, एकदम खुसी लाग्यो। कामको व्यस्तताले गर्दाखेरि मैले अस्ति टिकाको दिनमा यो भिडियो अपलोड गर्न सकिनँ। त्यसको लागि चाहिँ हामीलाई माफ गरिदिनु होला। हामी विदेशमै भए पनि हाम्रो देशको चाडपर्वहरू यसरी आफन्तहरूसँग मनाउन पाउँदा साँच्चै नै खुसी अनि रमाइलो लाग्दो रहेछ। यसपालिको भाइटिका एकदमै राम्रोसँग सम्पन्न भएको छ है। अनि मैले चाहिँ यो भिडियो अलि ढिलो पोस्ट गरेँ, त्यसको लागि माफी चाहन्छु। अब कामको व्यस्तताले गर्दाखेरि भिडियोहरूलाई एडिट गर्न होइन, भोइसहरू भर्न सकिरहेको थिएन। आज चाहिँ छुट्टी थियो, त्यसैले भिडियोहरूलाई हल्का एडिट गरेर हजुरहरू सामु प्रस्तुत गरेकी छु है, स्वीकार्नु होला। हाम्रो देशको हरेक चाडपर्वले आफ्नै महत्त्व बोकेको हुन्छ है। त्यो मध्ये पनि तिहार अथवा भाइटिका एकदमै विशेष चाड हो है।
त्यसैले है अब आउने दिनहरूमा पनि हजुरहरूसँग यसरी भाइटिका गरिरहन पाऊँ भनेर प्रार्थना गर्दछु। र मेरो दाइ, भाइ, भाउजू, बुहारी, भदा, बहिनीहरू, ज्वाइँहरू, छोरी सम्पूर्णलाई धेरै धेरै धन्यवाद। साथै जर्मनीभन्दा बाहिर नेपाल, युके, स्पेन, बेल्जियम चारैतिर छरेर बस्नुहुने मेरो माइती अनि चेलीहरूलाई तिहारको धेरै धेरै शुभकामना भन्दै आजको भिडियो यति नै। धन्यवाद।